नमस्कार, ट्यागमी एपको ट्युटोरियल भिडियोमा स्वागत छ। ट्यागमी डिजिटल एडभोकेसीलाई सपोर्ट गर्न बनाएको डेटा सङ्कलन गर्ने एउटा एप हो। ट्यागमी एप मार्फत युवाहरूले आफ्नो समुदायमा फोहोरका मुद्दाहरूमा तथ्याङ्क सङ्कलन गर्न सक्छन्। कलेक्ट भएको डेटा पोलिसी डायलग मार्फत पोलिसी मेकर्सहरूलाई एभिडेन्सको रूपमा सेयर गरिन्छ। एप कसरी प्रयोग गर्ने? प्ले स्टोरबाट ट्यागमी एप डाउनलोड गर्न प्ले स्टोरको सर्च अप्सनमा ट्यागमी टाइप गर्नुहोस् र इन्स्टल गर्नुहोस्। एप डाउनलोड गरेपछि तपाईले एप र यसका सुविधाहरूको संक्षिप्त वकथ्रु प्राप्त गर्नुहुनेछ। अर्को पृष्ठमा जान एरो क्लिक गर्नुहोस् वा तपाईँ एपमा जान स्किप अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। यदि तपाईँ नयाँ प्रयोगकर्ता हो भने लगइन पेज देखा पर्दछ। लगइन पेजको तल जानुहोस् र त्यहाँ साइन अप अप्सन छ। साइन अप पेजमा जानको लागि साइन अप अप्सन क्लिक गर्नुहोस् र साइन अप गर्न आफ्नो नाम, इमेल, ठेगाना र पासवर्ड राख्नुहोस्। यदि तपाईको अकाउन्ट भएको खण्डमा इमेल आइडी र पासवर्ड राखेर साइन इन गर्नुहोस्। यदि पासवर्ड बिर्सेको खण्डमा फरगट पासवर्डमा क्लिक गरी पासवर्ड रिसेट गर्नुहोस्। ओटिपी भेरिफिकेसन। साइन अप गरिसकेपछि ओटिपी पृष्ठ देखा पर्दछ। तपाईको इमेलमा पठाइएको ओटिपी एन्टर गर्नुहोस्। सोही ओटिपी एन्ट्री गरेपछि तपाईलाई होम पेज लगिनेछ। प्रोफाइल कम्प्लिट। होम पेजमा प्रमाणहरू सङ्कलन गर्न र सफाई अभियान सञ्चालन गर्नको लागि तपाईले आफ्नो प्रोफाइल पूरा गर्न आवश्यक छ। होम पेजमा 50% कम्प्लिटमा क्लिक गर्नुहोस् र मागिएको इन्फर्मेसन फिल अप गर्नुहोस् र कम्प्लिट प्रोफाइलमा क्लिक गरी आफ्नो प्रोफाइल कम्प्लिट गर्नुहोस्। होम पेज। प्रोफाइल पूरा गरेपछि तपाईँ प्रमाण सङ्कलन गर्न तयार हुनुहुन्छ। होम पेजको तल फर्ममा जानको लागि बीचको आइकनमा क्लिक गर्नुहोस्। कलेक्ट डेटा एभिडेन्स। प्रस्तुत गरिएको पहिलो फर्ममा क्लिक गर्नुहोस्। पहिले फोहोरको तस्बिर लिनुहोस्। फोहोर धेरै मात्रामा छ भने भिडियो पनि खिच्न सक्नुहुन्छ। प्रमाण फर्म भर्नुहोस् र फर्म बुझाउनुहोस्। त्यसपछि स्थानीय रूपमा फर्म सेभ गर्नुहोस्। तपाईसँग इन्टरनेट जडान भएपछि सर्भरमा फर्महरू सिङ्क गर्नुहोस्। तपाईँ डेटा सङ्कलन गरेर कोइन कमाउन पनि सक्नुहुन्छ। पार्टिसिपेट इन क्लिनअप। सफाई अभियानमा सहभागी हुन फर्म पेजको दोस्रो फर्ममा क्लिक गर्नुहोस्। क्लिनअप फर्म क्लिक गर्दा तपाईले फोहोर स्थानको रिपोर्ट गरिएको डेटा देख्नुहुनेछ। तपाईले सफाई सुरु गर्न चाहनु भएको क्षेत्र छान्नुहोस्। तपाईले फोहोरको स्थानमा क्लिक गरेर फोहोर, यसको वजन, तपाईबाट यसको दूरी सम्बन्धी जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ र तपाईँ सफा गर्न अगाडि बढ्न सक्नुहुन्छ। सफाई गर्न सहभागी हुनको लागि नजिकको स्थान जाँच गर्नुहोस् र क्लिनअप बटन क्लिक गर्नुहोस्। त्यहाँ दुई विकल्पहरू छन्। फोहोर उठाइएको छ वा छैन चेक गर्नुहोस्। जब तपाईँ फोहोर भएको ठाउँमा पुग्नुहुन्छ, यदि फोहोर पहिले नै सङ्कलन गरिएको छ भने त्यसपछि पिक गरिएको अप्सनमा क्लिक गर्नुहोस् र सफा गरिएको फोहोरको फोटोमा क्लिक गरेर यसलाई अपलोड गर्न सक्नुहुन्छ र इन्टरनेट भएपछि सर्भरमा सिङ्क गर्नुहोस्। र फोहोर जम्मा नभएको ठाउँमा पुगेपछि नट पिक्ड विकल्पमा क्लिक गरी फोहोर सफा गर्नु अघि फोहोरको तस्बिर खिचेर फोहोर सफा गर्ने र सफा गरिसकेपछि फोटोमा क्लिक गरी स्थानीय रूपमा सेभ गर्नुहोस्। तपाईसँग इन्टरनेट भएपछि सर्भरमा फर्महरू सिङ्क गर्न सक्नुहुन्छ। प्रोफाइल नेभिगेसन। तपाईँ दायाँ ट्याबबाट नेभिगेसन बारमा गएर आफ्नो प्रोफाइलमा जान सक्नुहुन्छ। प्रोफाइलको टपमा तपाईले आफ्नो लेभल र एक्सपी हेर्न सक्नुहुन्छ। तपाईले कमाएको ब्याजहरू पनि हेर्न सक्नुहुन्छ। प्रोफाइल पृष्ठबाट तपाईँ पनि आफ्नो स्ट्याटिस्टिक्स जाँच गर्न सक्नुहुन्छ। प्रोफाइल एडिटिङ। नेभिगेसन बारको दायाँ ट्याबबाट प्रोफाइलमा जान सक्नुहुन्छ। प्रोफाइलको दायाँ कुनामा गएर माथिको मेन्युमा क्लिक गर्नुहोस्। मेन्युको एडिट प्रोफाइलमा क्लिक गर्नुहोस्। टु सेट योर विकली गोल्स। प्रोफाइल पृष्ठको तलबाट तपाईँ आफ्नो विकली गोल सेट गर्न सक्नुहुन्छ।
प्रोफाइल पेजको प्लस बटनमा क्लिक गरी आफ्नो टार्गेट ट्याग्स, अर्निङ्स र क्लिनअप्स सेट गर्न सक्नुहुन्छ। आफ्नो सेट गोल्स पूरा भएपछि ब्याज लिन सक्नुहुन्छ। इन्भाइटिङ फ्रेन्ड्स, नेभिगेसन बारको दायाँबाट आफ्नो प्रोफाइलमा जान सक्नुहुन्छ। टप राइटमा आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस्। शेयर अ रेफरल बटन क्लिक गरी आफ्नो साथीहरूलाई इन्भिटेसन पठाउन सक्नुहुन्छ। तपाईलाई दिएको रेफरल कोड प्रयोग गरेर तपाईका साथीहरूलाई एपमा सम्मेलन हुन आमन्त्रित गर्न सक्नुहुन्छ। ट्यागमी एप चलाउन सिक्नुभयो भन्ने आशा राख्दै यो भिडियो हेर्नु भएकोमा धन्यवाद। ट्यागमी एप चलाउँदै गर्नुहोला। धन्यवाद।